मनहरी तिमेसिना सङ्घर्ष विचार र विकास। हरियो डाँडा, पसिनाले सिन्चेका खेतबारी र आपसी माया मिसिएको सामुदायिक संस्कृतिको भूमि। यही भूमिमा जन्मिए मनहरी तिमेसिना। एउटा सामान्य गाउँघरबाट सुरु भएको यात्रा आज परिवर्तनको भरोसा बोकेर जनतासम्म आइपुगेको छ। मनहरी तिमेसिना बाल्यकालदेखि नै जिज्ञासु थिए। पढाइमा मेहनती, प्रश्न गर्न रुचाउने र समाज बुझ्न चाहने स्वभावका। गाउँकै विद्यालयमा पढ्दा उनको बोल्ने शैली, सोच्ने तरिका र नेतृत्व क्षमता सबैको ध्यान खिच्थ्यो। लगभग आजभन्दा 27 वर्ष अघि पर्वतको चाहिँ मोदी गाउँपालिका मेरो आफ्नै जन्मस्थान र मैले त्यहीँ पढेको पनि स्कुल, त्यही स्कुलमा मैले मनहरी तिमेसिनासँग मेरो भेट भयो। मैले पढाउने क्रममा म सम्भवतः त्यति बेला मैले उहाँलाई चाहिँ करिब 1 वर्ष पनि पढाउने अवसर पाएको थिएँ र अहिले म पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरिरहन्छु। र मलाई हरेकचोटि के याद आउँछ भने मनहरी तिमेसिना त्यति बेला पढाउँदा यस्तो थियो, यस्तो मान्छे अहिले कसरी यति धेरै चाहिँ उसमा लागिरहेको होलान् भन्ने चाहिँ मलाई अलिकति उत्सुकता पनि लाग्छ। र त्यो बेलामा मैले विज्ञान पढाउँथेँ र हरेक कुरामा उहाँले चाहिँ अलिक खोज नीतितिर बढी ध्यान दिने र कतिपय कारणहरूतिर केही कुराहरू गर्दा पनि यसको कारण के, यो किन भयो, अरू यस्तो भएको भए के हुन्थ्यो भन्ने खालको अलिकति भित्रबाटै उसले चाहिँ उत्सुकता लिने गर्थ्यो। र अरू त्यति बेलाको चाहिँ मैले नाम पुरैको त भुलिसकेँ, तैपनि केही विद्यार्थी अत्यन्तै उत्कृष्ट पढ्नमा ट्यालेन्ट पनि थिए र त्यति बेला हाम्रो चाहिँ नारायण गौतम अनि सुभाष गौतमहरूसँग सायद उनी मनहरीजी सँगै पढ्नुहुन्थ्यो र मनहरी पनि अत्यन्तै ट्यालेन्ट हुनुहुन्थ्यो क्लासमा। र उहाँले धेरै क्लासहरू नलिए पनि उहाँले सेल्फ स्टडी गर्ने उहाँको बानी थियो र अलिक क्रिटिकल थिङ्किङमा बढी उहाँ जोड दिनुहुन्थ्यो। र सायद उहाँको अहिलेसम्मको चाहिँ दिन चाहिँ के अरे चाहिँ यो सामाजिक परिवेशमा उहाँले गरेका कामहरू यताउति र उहाँको पपुलारिटी हेर्दाखेरि जुन अमाउन्ट अहिलेको चाहिँ युवा पिँढीहरूमा जति उहाँको पपुलारिटी देखिन्छ, त्यो कारण पनि सायद उहाँ त्यति बेलैदेखि नै यो यस्तो खालको चाहिँ रिजनेबल कुराहरू खोजी गर्ने र सकेसम्म समाज सेवा गर्ने। किन उहाँ एउटा चाहिँ अति न्यूनम परिवारमा हुर्किएर पनि उहाँले चाहिँ अहिले त्यत्रो जुन अवस्था लिइरहनु भएको छ, त्यो उहाँ चाहिँ त्यति बेलादेखिको आफ्नो अनुभवलाई सेयर गर्ने मौका पाएर पनि हुनसक्छ र साथीहरूलाई उहाँले चाहिँ सामाजिक काममा उहाँ अत्यन्तै योगदान गरिराख्नु भएको मैले बुझ्छु। र हामी पर्वत रामजा समाजमा पनि रहँदा पनि उहाँले धेरै योगदान गर्नुभएको छ र त्यो हिसाबले पनि अब मनहरीको त्यति बेलाको जुन अवस्था हेर्दा, मैले पढाउने अवस्था हेर्दा र अहिले हेर्दाखेरि हुने बिरुवाको चिल्लोपात भने जस्तै अहिलेको चाहिँ परिणाम भनेकै त्यति बेलादेखिकै उहाँको जुन इन्ट्रेस्ट र उहाँको चाहिँ ऊ थियो नि लगाम थियो र त्यही अनुसार गएको जस्तो मलाई लाग्छ र उहाँको भविष्य पनि उज्जवल हुने म चाहन्छु र सम्भवतः उहाँ चाहिँ केही न केही गर्न सक्नुहुन्छ जस्तो लाग्छ। यही चेतनाले उनलाई समाज परिवर्तनतर्फ डोहोऱ्यायो। युवा अवस्थामै उनले राजनीति रोजे। सजिलो बाटो होइन, कठिन निर्णय। भूमिगत जीवन, अनिश्चितता, पीडा र सङ्घर्ष, विपत्ता, हिरासत र यातनाको अँध्यारो रात। तर विचार कहिल्यै हराएन। बरु त्यो सङ्घर्षले उनीभित्र जनताप्रतिको जिम्मेवारी झन् गाढा बनायो। सङ्घर्षपछि उनले रोजे कलम पत्रकारिता बनेको थियो। सत्य बोल्ने अर्को मैदान, रेडियो, पत्रिका, अनलाइन मिडिया, प्रधानमन्त्रीको प्रेस संयोजकसम्म उनले नजिकबाट देखे। राज्य, सत्ता र शासन प्रणाली, त्यही अनुभव आज उनको राजनीतिक विज्ञताको बलियो आधार हो। मनहरी तिमेसिना भन्छन्, भौतिक संरचना मात्र विकास होइन, विकास भनेको मानिसको जीवन बदलिनु हो। उनको सपना छ पर्वतलाई स्मार्ट जिल्ला बनाउने। म विगत 1.5 वर्षदेखि पर्वतका सबै बस्ती बस्तीमा निकै मसिनो गरिकन म पुगेको छु। म त्यहाँका किसानसँग, त्यहाँको बुद्धिजीवीसँग, त्यहाँको युवाहरूसँग, स्थानीय नागरिक अगुवासँग, राजनीतिक दलका नेता कार्यकर्तासँग र स्थानीय जनप्रतिनिधिसँग अन्तर्क्रिया गरेको छु। त्यहाँको विकास हेरेको छु, त्यहाँका स्थानीय समस्या हेरेको छु र म के निष्कर्षमा पुगेको छु भने विकास भनेको साझा पहल हो।
कुनै एकजना व्यक्तिले गर्ने कुरा होइन र विकास कुनै हचुवाको भरमा होइन, यो योजनाबद्ध ढङ्गले हुनुपर्छ। त्यसकारण मैले विगत 1.5 वर्षदेखि पर्वतका 61वटै वडामा मेरो 100जना डेटा कलेक्सन गर्ने टिम बनाएर त्यहाँको तथ्याङ्कहरू सङ्कलन गरेको छु। त्यहाँको स्थानीय जनताको अभिमत मैले लिएको छु, त्यहाँको विकासको प्रयास हेरेको छु, त्यहाँका योजनाहरूको प्रगति स्थिति के छ मैले हेरेको छु र मेरो विज्ञहरूको एउटा टोलीले पर्वतलाई कसरी विकसित तुल्याउने, पर्वतमा कसरी योजनाबद्ध ढङ्गले विकास गर्ने भन्ने बारेमा विज्ञहरूको समूहले एउटा मार्गचित्र तयार पारेको छ, जसमा मेरो आफ्नै भिजन पनि मैले त्यहाँ राखेको छु। नेपालको 4थो सानो जिल्ला हो पर्वत। हामीले योजनाबद्ध ढङ्गले विकास गर्न सक्यौँ भने पर्वतमा धेरै कुरा गर्न सकिन्छ। मैले कृषिमा हामीले के गर्ने, एग्रो टुरिज्ममा हामीले के गर्ने, पर्यटनमा हामीले के गर्ने, स्वास्थ्य सेवामा हामीले के गर्ने, युवाहरूको निम्ति उद्यमशीलता र रोजगारीमा हामीले के गर्ने, स्टार्टअप बिजनेसमा हामीले के गर्ने, आइसिटी हब निर्माणको निम्ति हामीले के गर्ने भन्ने कुरा मैले त्यहाँ राखेको छु। पर्वतमा बाँदर आतङ्क चर्को छ, त्यो बाँदर आतङ्कलाई नियन्त्रण गर्ने प्याकेज पनि मैले निर्माण गरेको छु। यो स्थानीय मुद्दाका अलावा एकजना सांसद त्यो नीति निर्माता पनि हो, उसले कानुन बनाउँछ, ऐन बनाउँछ, संसदमा नागरिकका मुद्दाको पैरवी गर्छ। त्यसैले मैले संसदमा कस्ता मुद्दा उठाउँछु, मेरा प्राथमिकता के हुन् भन्ने कुरा पनि प्रष्ट रूपमा राखेको छु। यही मार्गचित्रका बीचबाट म जनताको बीचमा पेश हुँदैछु। हामीले हाम्रा छान्ने कि राम्रा छान्ने, हामीले राम्रा छान्ने हो भने कुनै पनि जनप्रतिनिधिको उम्मेदवारको भिजन के छ भन्ने कुरा हेर्नुपर्ने हुन्छ। मैले 3वटा प्रतिबद्धता व्यक्त गरेको छु। पहिलो कुरा, म सबै राजनीतिक दल, उम्मेदवार र त्यसप्रति आस्था राख्ने सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु। म सबैप्रति समभाग, सहकार्य, एकताको आधारमा अगाडि बढ्न चाहन्छु। मैले कसैलाई पनि राजनीतिक चस्मा लगाएर आग्रह पूर्वाग्रहबाट हेर्न नपरोस् भन्ने कुरा प्रतिबद्धता व्यक्त गरेको छु। दोस्रो कुरा, म भ्रष्टाचार गर्दिनँ र राज्यको कुनै पनि साधन स्रोतलाई म दुरुपयोग गर्दिनँ र दुरुपयोग हुन दिन्न भनेको छु। र तेस्रो मेरो प्रतिबद्धता, मलाई मत दिए बापत कसैले पनि शिर झुकाउनु पर्ने र मलाई मत दिए बापत कसैले पनि पश्चाताप गर्न पर्ने दिन आउन दिने छैन। मैले सबैलाई मिलाएर, सबैसँग सहकार्य गरेर, सबैसँग हातोमेल गरेर, सबैको ऊर्जा र शक्तिलाई एक ठाउँमा केन्द्रित गरेर पर्वतको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छु। स्मार्ट भिलेज, व्यावसायिक कृषि, एग्रो टुरिज्म, युवालाई उद्यमशील बनाउने योजना, विदेशीको पुँजीलाई गाउँमै लगानी, सूचना प्रविधिमा आधारित रोजगारी, डाटा सेन्टर र सिप तालिम। अब गाउँ खाली होइन, गाउँ सम्भावनाको केन्द्र बन्छ। युवाले विदेश होइन, आफ्नै ठाउँमा भविष्य देख्छ। नमस्कार, म पिता शर्मा, स्नातकताको विद्यार्थी, जेनजी पुस्ताको प्रतिनिधि। तपाईँ हामीलाई थाहा छ फागुन 21 गते प्रतिनिधि सभाको चुनाव हुँदैछ। चुनावमा पर्वत जिल्लाबाट 17जना उम्मेदवारहरू हुनुहुन्छ र 17जना मध्ये मनोहर तिमिसिङ उमेरमा सबैभन्दा कान्छो हुनुहुन्छ। विज्ञताले अब्बल हुनुहुन्छ। दर्शन अर्थशास्त्र, विकास, बजेट, कानुन र आइटी बुझेको सबैभन्दा विद्वान हुनुहुन्छ। देश विदेश राम्रोसँग बुझेको एकदम धेरै विद्वान अनुभवी हुनुहुन्छ। दर्जनौँ किताबका लेखक तथा सम्पादक पनि हुनुहुन्छ। सबैलाई आदर तथा सम्मान गर्ने संस्कारी नेता हुनुहुन्छ। उहाँले सबै दलको विचार र आस्थाको पनि सम्मान गर्नुहुन्छ। उहाँको केन्द्रसँग सिधा पहुँच छ र कर्मचारी प्रशासनसँग पनि राम्रो सम्बन्ध छ। उहाँले जित्दा पर्वतले जित्छ र हामी सबैले पनि जित्छौँ। त्यसैले पार्टी होइन, इमान्दार व्यक्ति हेरौँ। एकपटक उहाँलाई मौका दिउँ र तारा चिन्हमा भोट दिई उहाँलाई जिताउँ। हामी सबैले तारामा भोट हालियो। अब मनहरीले पक्का जित्छन्। मनहरी तिमिसिना बाचा मात्र होइन, आचरणमा विश्वास गर्छन्। भ्रष्टाचार नगर्ने, जनताबाट टाढा नहुने, चुनावपछि पनि गाउँमै रहने, गफ होइन काम गर्ने। उनी भन्छन्, नेता भएर होइन, जनताको साथी भएर काम गर्छु। सङ्घर्ष देखेको, राज्य बुझेको र भविष्य सोच्ने यही नेतृत्व आज पर्वतलाई चाहिएको छ। अब समय आयो सही प्रतिनिधि छान्ने, आशालाई मतमा बदल्ने। नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद।
मोनाली तिमी सेनालाई विजयी गराऊ, विजयी गराऊ, विजयी गराऊ। मोनाली तिमी सेनालाई विजयी गराऊ, विजयी गराऊ।